मङ्गन जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध। बिहीबार दुर्घटनामा परेका पर्यटकहरू अझैसम्म बेपत्ता। मङ्गन जिल्ला प्रशासनको कार्यालयबाट प्राप्त पछिल्लो जानकारी अनुसार लाचेनतर्फ जाने सम्पूर्ण सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा भारी वर्षाका कारण टिस्टा नदीको जलस्तर निकै बढेको छ। लाचुङतर्फको सडक मार्ग शुक्रबार रातिदेखि बन्द भएको थियो, जुन शनिबार साँझ मात्रै सुचारू गरिएको हो। पेगोङ चुङथाङबाट सिपगेर सङ्कलन हुँदै फिदाङसम्मको सडक भने विभिन्न स्थानमा पहिरोका कारण अहिले पूर्ण रूपमा बन्द रहेको छ। बिहीबार राति पर्यटक बोकेको वाहन दुर्घटना भएको स्थलमा शनिबार पनि एनडीआरएफ र एसडीआरएफको नयाँ टोलीले खोज तथा उद्धार कार्यको प्रयास थालेका थिए, तर टिस्टा नदीको जलस्तर अत्याधिक बढेकाले उद्धार कार्य स्थगित गरिएको थियो। सो दुर्घटना बिहीबार राति चुङथाङ मुङसिथाङ सडक खण्डमा भएको हो, जहाँ पर्यटक बोकेको गाडी नदीमा खसेको थियो। शनिबार मौसम अझै खराब हुँदा सम्पूर्ण उद्धार कार्य पूर्ण रूपमा रोकिएको थियो। मङ्गनका जिल्लापाल अनन्त जैन हालै उक्त क्षेत्रमै बसेर खोज तथा सडक अवस्थाको निगरानी गरिरहेका छन्। घटनास्थल नजिकको टिस्टा नदीको किनारबाट खोज तथा उद्धार टोलीले 4वटा परिचय पत्र र 6वटा मोबाइल फोन फेला पारेको मङ्गनका प्रहरी अधीक्षक सोनाम डिछु भुटियाले पुष्टि गरेका छन्। दुर्घटनाग्रस्त गाडीमा जम्मा 11 जना सवार थिए, जसमा उडिसाका 2 जना स्वयं सुप्रितम नायक र साइराज जेनालाई घटनाको राति 29 मईमा नै घाइते अवस्थामा उद्धार गरिएको थियो। बाँकी 9 जना अझै बेपत्ता छन्, जसमा गाडीका चालक समेत छन्। बाँकी बेपत्ता 8 जना पर्यटक मध्ये 4 जना उडिसा, 2 जना त्रिपुरा र 2 जना उत्तर प्रदेशका हुन्। उनीहरूको नाम क्रमशः अजित कुमार नायक, सुनिता नायक, साहिल जेना, इतिश्री जेना, देवज्योति जोय देव, स्वप्निल देव र कैलेशन्द्र प्रताप सिंह तथा अङ्किता सिंह रहेका छन्। चालकको परिचय पासङ डेन्नु शेर्पाको नाममा गरिएको छ। मगनका पुलिस प्रमुखबाट प्राप्त थप जानकारी अनुसार हाल लाचेन क्षेत्रमा करिब 115 जना र लाचुङ क्षेत्रमा करिब 1350 जना पर्यटक आश्रय लिएर बसेका छन्। यी दुवै क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएकाले पर्यटकहरूलाई होटलमै बस्न अनुरोध गरिएको छ। सडक पूर्ण रूपमा खुलेपछि मात्र सुरक्षित रूपमा उनीहरूलाई उद्धार गरिने योजना बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार मङ्गन जिल्लाभरि निरन्तर वर्षा भएको जानकारी दिएको थियो। विशेष गरी चुङथाङमा स्थिति गम्भीर देखिएको थियो। शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको विद्युत सेवा शनिबार पुनः सुचारू गरिएको थियो भने सम्पूर्ण चुङथाङ क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित बनेको छ। आज मर्मती गरी आपूर्ति सुचारू गर्ने प्रयास भइरहेको छ। त्यस्तै शुक्रबार साँझदेखि अवरुद्ध मोबाइल नेटवर्क शनिबार दिउँसो 3 बजेपछि मात्र पुनः सुचारू गरिएको हो।